सातवटा विकास बैंकले आर्थिक वर्ष 2082-83 को वित्तीय विवरण सार्वजनिक गरेका छन्। कामना सेवा विकास बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, साइन्डेसुङ्गा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूको वितरणयोग्य मुनाफा कति छ र यो वर्ष यी बैंकहरूले आफ्ना शेयरधनीलाई के कति लाभांश दिन सक्नेछन् एक एक गरी चर्चा गरौँ। कामना सेवा विकास बैंकले आर्थिक वर्ष 2082-83 को वित्तीय विवरण अनुसार कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफा 60 करोड 11 लाख रुपियाँ रहेको छ, जस अनुसार यस बैंकको लाभांश क्षमता भने 15.16% देखिन्छ। त्यसैगरी साङ्ग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा 49 लाख रुपियाँ छ, जस अनुसार यस बैंकको लाभांश क्षमता 13.19% देखिन्छ। साइन्डेसुङ्गा डेभलपमेन्ट बैंकको 86 करोड 64 लाख वितरणयोग्य मुनाफा, जस अनुसार यो बैंकको लाभांश क्षमता 16.86%। महालक्ष्मी विकास बैंकको 46 करोड 51 लाख वितरणयोग्य मुनाफा रहेकोमा यस बैंकको लाभांश क्षमता 10.31%। मितेरी डेभलपमेन्ट बैंकको 15 करोड 48 लाख रुपियाँ, जस अनुसार चाहिँ यसले चाहिँ 12.73% लाभांश क्षमता। सप्तकोशी डेभलपमेन्टको बैंकको चाहिँ वितरणयोग्य मुनाफा ऋणात्मक छ, जसकारण यस बैंकले यो वर्ष आफ्ना शेयरधनीलाई चाहिँ लाभांश दिन सक्ने छैन। एक्सेल डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा 17 करोड 97 लाख रुपियाँ, जस अनुसार यस बैंकले पनि 14.38% सम्म चाहिँ शेयरधनीलाई लाभांश दिन सक्नेछ।